नमस्कार। याम्बलिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि एउटा नयाँ आइपिओ ल्याउँदैछ। आज हामी यसैको बारेमा जान्नुपर्ने सबै कुराहरू हेर्नेछौँ। ल सुरु गरिहालौँ है त। पछिल्लो समय आइपिओ भर्दा भर्दा कतिलाई त पढ्दै नपरेर दिक्क लागिसक्यो होला, होइन त? तर चिन्ता नगर्नुहोस्, आइपिओ बजारमा फेरि एउटा नयाँ अवसर आएको छ। हो, खुसीको खबर के छ भने याम्बलिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गर्ने मिति पक्का गरिसकेको छ। ल अब यो नयाँ आइपिओको अवसर के हो त अलिकति विस्तारमा हेरौँ। यसको विवरण के कस्तो छ र कहिले भर्न पाइन्छ सबै कुरा बुझौँ। सबैभन्दा पहिले त यो आइपिओ ल्याउने कम्पनी कस्तो हो र यसले चलाइरहेको आयोजना के हो त्यो जान्न एकदमै जरुरी छ। कम्पनीको नाम हो याम्बलिङ हाइड्रोपावर लिमिटेड। यसले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा 7.27 मेगावाट क्षमताको याम्बलिङ खोला जलविद्युत आयोजना चलाइरहेको छ र यो कम्पनी 2021 सालमा नै पब्लिक कम्पनीमा परिणत भइसकेको हो। यस आयोजनाको सबैभन्दा गजबको कुरा के हो भने यसले 2080 साल फागुन 8 गतेदेखि नै बिजुली उत्पादन गर्न थालिसकेको छ। यसको सिधा मतलब के हो भने अब बनाउँदा बनाउँदै केही समस्या आउला कि भन्ने कुनै अनिश्चितता नै रहेन। यसले लगानीको जोखिमलाई ह्वात्तै घटाउँछ। ल त अब मेन कुरामा आउँ। आइपिओ भर्नका लागि चाहिने मुख्य जानकारीहरू के छन् त? कम्पनीले सर्वसाधारणका लागि मतलब हाम्रो लागि जम्मी 17,43,000 किता शेयर निष्कासन गर्दैछ। मूल्य त त्यही हो, प्रति किता 100 रुपियाँ नै। मिति चाहिँ टपक्कै टिपिहाल्नुस् है। वैशाख 16 गतेदेखि खुल्दैछ र छिटोमा वैशाख 22 गते बन्द हुन्छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो। तर एउटा कुरा के भने आजकल आइपिओ पहिलो दिनमै भरिन्छ, त्यसैले 22 गतेसम्म कुर्नै पर्दैन, 16 गते नै भर्नुहोला। अब कति किता भर्नी त? नियमअनुसार त न्यूनतम 10 कितादेखि बढीमा 21,000 कितासम्म भर्न मिल्छ। तर साँचो कुरा के हो भने अहिलेको बजारको अवस्था हेर्दा 10 किताको लागि आवेदन दिनु नै काफी हुन्छ। ल अब पैसा लगानी गर्ने निर्णय गर्नुअघि यसको राम्रो र नराम्रो पक्ष मतलब सबल पक्ष र जोखिम दुवैलाई एकचोटि राम्रोसँग केलाएर हेर्नै पर्छ। केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर NPBB रेटिङ दिएको छ। अब यो भनेको के हो त? सीधा भाषामा भन्दा यसले कम्पनीले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न सक्ने क्षमतामा मध्यम खालको जोखिम छ है भनेर संकेत गर्छ। यहाँ हेर्नुस् त, एकातिर जोखिमका कुराहरू पनि छन्, जस्तै क्रेडिट रेटिङ मध्यम छ अनि प्रति मेगावाट लागत अलि बढी 25 करोड 73 लाख जति छ। तर अर्कोतिर सबैभन्दा ठूलो प्लस पोइन्ट के हो भने आयोजना त चलिसक्यो, मतलब अब बन्ने हो कि होइन भन्ने कुनै टेन्सनै भएन। लगानी गर्दा अर्को एउटा महत्त्वपूर्ण कुरा हुन्छ पेब्याक पिरियड। यो भनेको चाहिँ आफूले हालेको पैसा फिर्ता आउन कति समय लाग्छ भन्ने हो। यो आयोजनाको हकमा चाहिँ साधारण लगानी फिर्ता हुन करिब 10 वर्षको हाराहारीमा लाग्ने अनुमान गरिएको छ। ल अब सबैको मनमा रहेको सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जवाफ खोजौं। आखिर कति किताको लागि आवेदन दिने त? किन 10 किता मात्र भन्दा कारण एकदमै सिधा छ। आजकल एउटा आइपिओमा 26देखि 27 लाख जनाले आवेदन दिन्छन्। यति धेरै आवेदकहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ। शेयर थोरै आवेदक धेरै भएपछि के हुन्छ त? गोला प्रथा हो। यही गोला प्रथाले गर्दा 10 किताभन्दा धेरै पर्ने चान्स लगभग 0 जस्तै हुन्छ। त्यसैले अन्तिममा सबैभन्दा महत्त्वपूर्ण निचोड के हो भने 10 किताभन्दा धेरै आवेदन दिएर आफ्नो पैसा बेकारमा होल्ड नगराउनु नै बुद्धिमानी हुन्छ। आजलाई यति नै। अर्को सामग्रीमा फेरि भेटौँला।